त्यहाँ चाहिँ चीनले उत्पादन गरेका पाकिस्तानलाई दिएका अहिलेसम्म परीक्षणै नभएका हतियार परीक्षण भए सफलतापूर्वक। अब चीन ढुक्क भयो हैन। जस्तो रुसले जो आफ्ना पुरानादेखि नयाँ बनाएका सारा हतियार युक्रेनमा परीक्षण गर्यो, अथवा नेटोले पनि रुस विरुद्ध प्रयोग गरे। युक्रेन प्रयोगशालै थियो, फिलिस्तिनलाई त्यही ढङ्गले प्रयोग गरिरहेका छन्। र अब इन्डिया पाकिस्तानको यो वृत्त पनि शक्ति राष्ट्रहरूको प्रयोगशालाको रूपमा परिणत भइसकेको छ हैन। अब त्यो प्रयोग भइसकेको छ, त्यसकारण पनि यो युद्ध अब रोकिँदैन मेरो बुझाइमा। अब यहाँनिर हामीले अलिकति मैले हुन त यो चर्चा गरिसकेको छु हैन, म त्यसलाई लम्ब्याउन चाहन्न, तर अलिकति के जोड दिन चाहन्छु भन्छ भने काश्मीरको जो पहलगाम घटना भयो त्यो चाहिँ इन्डो अमेरिकन योजना हो। इन्डियामा अहिले ठ्याक्कै त्यही उठ्यो। हामीले यहाँ